हेलो एभ्रिवान, दिस इज मी पेर्ला है त। आई होप सबैजना सँगै हुनुहुन्छ होला मेरो साथीहरू। म पनि एकदम सन्चै छु। आजको डेटमा भन्नुपर्दा यो 4th डे हो बेलुका चाहिँ। आज म चाहिँ बिहान 3 बजी उठेर आइसकेको थिएँ। अनि हामी चाहिँ बिहानै खेतमा पानी चाल्यौँ बेलुका दिस होइन। जहाँसम्म जोडिएको छ त्यो सब राति पानी चालेको। अनि यो यहाँदेखि त्यहाँसम्म अझै जोड्नु छ, लगभग 3-4 घन्टा जोड्नु छ। अब ट्र्याक्टरमा त्यो तेल भइसक्यो होइन, त्यो भोलि झन्झनमा छ। अनि अहिले चाहिँ यहाँ झिँगा लानु भएको छ मेरो मामाले, हिज मामा एन्ड हिज ग्रान्डफादर। ओके, अनि यहाँ चाहिँ अब बिहार आइसकेको छ, बेलुका दिइसक्यो। त्यहाँ माइजू र मम्मीले बोक्दै हुनुहुन्छ बिहार चाहिँ। त्यही हो गाइस। होइन म 3 बजी आएर यहाँ सकिसक्यो। त्यत्रो सोच्नु चाहिँ अझै पनि 3-4 घन्टा सोध्नु पऱ्यो बाँकी छ। उनी हो आमा, उनी हो उठा चाहिँ हो उनी हो। त्यो अहिले चाहिँ म अब यहाँ खाजा खाना छु, भोक लागेको। मम्मीले अर्ग्यानिक खाना रेडमा छ। लुक एट दिस, भेरी टेस्टी, भेरी गुड टेस्ट। When you work in field, every food has good taste. When you not work, you feel bad taste of every food. होइन म पनि होइन योभन्दा पहिले अघिल्लो महिनाहरूमा काम गरिरहेको छैन, खाना पनि मिठो हुने छैन कि। अनि अहिले चाहिँ काम भइरहेको छ, दामी मिठो भइरहेको छ। अब जुनै खाना पनि बवाल टेस्ट आइरहेको छ। त्यही गाइस, होइन त्यहाँ मल छर्मा छ। म चाहिँ नजिकबाट देखाउँछु मल छर्नेको स्टाइल। हिउँगा लगाएको हो। यो सब म जोडिदिएको है, म जोडिदिएको हो। पानी त्यहाँ त्यो घोडा चाहिँ अलिक सुकेको छ, पानी नभएर। Look at this, यो तरिका। है त, look at this। यो तरिका गाइस। गाइस तरिका यहाँ लाउने यसो चिल्लो भएपछि बवाल हुन्छ अब ठाउँ ढोक्नुको लागि। यसरी यसरी अनि यसरी यसरी। यो तरिका। Look at this once more। म चाहिँ पानी लगाएको छु होइन, पानी लगाएर फेरि कहीँ खेतमा आउँछ भनेर। मलाई फेरि यो फोहोर पानीदेखि एलर्जी छ कि, भित्र बस्यो भने बाबाले चिलाउँछ। त्यसैले म फेरि प्यान्ट लगाएर नै आउँछु, प्यान्ट सर्ट चस्मा क्याप होइन, हिपअप तरिकाले। त्यही भएछ होइन। भिडियो अन्तिमसम्म हेर्नुलाई बाबाले राम्ररी बनाएको छ। आज मेरो भिडियोमा धेरै पछि स्विटी पनि आउनुवाला छ, किनकि स्विटी धाम्रो दिन आउला छ अहिले, एकदम मैले हुनु छ अहिले गाइस। यो तर सक्यो। लुक एट दिस, यो लास्ट गराएको थियो, बस मैले जोडिसकेको छु। यत्रो छ अब रोप्नुको लागि। त्यहाँ मामा माइजू अनि मम्मी रोप्दै हुनुहुन्छ त्यहाँ अगाडि 4 जना, जस्तो हामी यो गरामी आउँदैछौँ। अब अग्लो ठाउँको लागि होचोमा अग्लोलाई घुम्नेवाला छन्। त्यो गाइस लास्ट हो, लास्ट हो। पुरा शरीरै हल्लिरहेको छ मेरो अहिलेसम्म पनि, सायद भोलि बिहानसम्म हल्लिरहन्छ शरीर। लास्ट हुने बिहान 5 बजी दुध थाल्यौँ,
अहिले लगभग 10 बज्यो बिचमा रेस्ट पनि थियो बिचमा टाइममा त्यही नै हो गाइस है त अब थान्टोप जाने हो आज म ल्याएको छैन त्यो थान्टोपेको भिडियो बनाउने यहाँको अर्डर मैले अर्डर के जुन के चाहने छैन अब त्यही हो म चाहिँ थान्टोप छु बेलुका चाहिँ अलिअलि अब नास्ता खानुपर्छ कि 10 बजिसक्यो अलिअलि भोक लागेको छ अनि एकछिनपछि अब 1 घन्टापछि खाना खान्छौँ हामी चाहिँ खै आज के अब धेरै मान्छेहरूमा छ त्यही यसो तरकारी मैले थाहा होइन है त बनिरहनु भिडियोमा है त स्विटी आउँछु भन्यो स्विटी चाहिँ ठग्यो कि है 1 घन्टादेखि अनलाइन अफलाइन भएको देखेर छ अनलाइन पनि देखेर छैन आउँछु भन्यो ठग्यो क्या फोन गर्छु फोन पनि उठान्न अनि सायद घरैमै छाड्यो कि क्या म के अन्त गयो थाहा भएन मलाई है त गाइस भिडियोमा बनिरहनु त्यही हो लास्ट हो गाइस लास्ट हो लुक एट माई फेस हुन त पहिले पनि कालो थिएँ अब यो छन् बर्खा लगाएर छन्कालो भइरहेको छु पछि फेरि गराउँछु त्यही हो लुक एट दिस लुगा सकिएको रहेछ अब 1 2 3 4 5 6 7 8 9 10 11 12 लाइक सानो 12 गरा छ यो मात्र यतापट्टि मात्रै अब छ ठुल्ठुलो गरा यो पनि ठिकै छ यो छ लार्ज ह्युज होइन पछाडिको पनि 2टा ठिकै छन् 5 जनापछि हामी रोपिहाल्छौँ यो गाइस okay guys this time is eating food now we are eating food right now chola khali ba look at this today we have so many people look at this she's Kudu she's Maizu and she's Mama and she no she here sorry guys he is Kulwa and there Maizu and there is my mom and there from there my father is coming right now okay हाम्रो साथमा छाजा तरकारी लन्च टाइममा छ यो घेरा अनि पम्किन अनि सिद्राले छौकेको बबल टाइपको आज आहारा छ आहारा ताकेर बसेका छन् यहाँ गीत हामी चाहिँ अब खाना लागिरहेछौँ भेटै गर्नुलाई यी मामा गेरा हो उचा ना यहाँ बबला छुट्टी भएका यी गुडा के लगा गुडा आलू का नहीं itu langsung kena kamu waktu sampai kayak gitu kalau sama saya kalau ya bosnya kunci saya dimana kerap itu gimana kerap itu dia next am year lalu bawa र त गाइस हाम्रो अब खाना भइरहेछ म चाहिँ यो खानलाई छु त्यो त्यो गाइस हाम्रो चाहिँ अब लास्ट बडा मात्र बाँकी छ होइन लास्ट बडा मात्रै छ अनि हाम्रो यहाँ हेल्प गर्दैन भनेर दुईटा बहिनी मामा माइजू आउनुभएको थियो देखाउ मामा माइजूलाई पनि सबलाई होइन अब हाम्रो गाइस अब दिस वान लास्ट गरा अनि आजको डेटमा भन्नु पर्दा यो खेत फिनिस टुडे वी फिनिस द्याट्स मच भिडियो बनिरहला यो क्यामेराम्यान चाहिँ सैन लाउन काला इटा गर्नु चाहिँ ए राइट ठीक है त म शेयर ठीक है त हो यहाँ से मोबाइल गाइस यस गाइस चाहिँ हामी चाहिँ यो लास्ट गरा हैन जस्ट यति छोरा रोपिसकेका छौँ किनभने हामी चाहिँ वेट गरिरहेका छौँ हामीसँग अब बिहार छैन होइन बिहार आउँदैछ उताबाट माथिबाट बिहार आउँदैछ माई मदर एन्ड फादर कमिङ होइन हामी चाहिँ वेट गरिरहेका छौँ इन द के अरे इन द राइट माई साइड देयर इज रक्षा एन्ड इन माई लेफ्ट लेफ्ट हो राइट सरी गाइज रङ इन माई लेफ्ट देयर इज रक्षा इन द राइट देयर इज Selina, she's Selina.
you actually know who they are. Say hi. काला काला भएका छौँ हामी काला प्रजातिहरू काला प्रजाति गाइस म पहिला नि म पहिला कालो थिएन घाम लागेर मात्रै कालो हल्का घाम लागेर मात्रै कालो भएको ब्ल्याक ह्यान्ड्स गर्यो ब्ल्याक ब्युटी अब हामी ह्यान्ड्स नै हौ इफ यु इन्ट्रेस्टेड धान रोप्नलाई कोही इफ यु इन्ट्रेस्टेड मलाई सम्पर्क गर्नु होला मेरो नम्बर म बायोमा छाडिदिन्छु धान रोप्ने मान्छे भने कोही मलाई सम्पर्क गरेर आउनु होला है त त्यही हो गाइस बाइ बाइ गाइज पलङमा बनिरहनु बाइ गाइज बाई गाइस बाई गाइस बाई गाइस बाइ गाइज फाइनली गाइस यहाँ चाहिँ सकिएको छ है देख्न सक्नुहुन्छ यो दिस हामी सकिहाल्यौँ यो चाहिँ आजको डेटमा यो हामी सबै रोपिसकेका छौँ 2 थियो होइन 2 लाइन थियो त्यो माथिको र यो निचेको फाइनली वी डिड इट गाइस फाइनली वी डिड इट बबाल लगाइरहेको छ आजको डेटमा अस्ति अब कम मान्छे थियो होइन धेरै टाइम लागेको थियो आज चाहिँ हामी धेरै मान्छे थियौँ बबालै टाइममा सकियो अहिलेको होइन कति बजी आज लगभग 4 बजिसकेको होला बबालै भयो र है त गाइस आजको भ्लग म अझै पनि कन्टिन्यू हुन्छ होला जहाँसम्म मेरो मोबाइलको चार्ज जान्छ त्यहाँसम्म म कन्टिन्यू गर्छु साँझ मात्र म भ्लग एन्डिङ गर्छु ल है त गाइस यहाँ 2टा ब्युटिफुल लेडीहरू छन् यहाँ लुक एट दिस अहिलेको मौसम बबाल भइरहेछ दामी हावा चलिरहेको छ हामीलाई पनि काठमाडौँमा एकदमै सहज भइरहेछ अब चाहिँ हाम्रो अब यहाँ सकिसक्यो अब ब्रेक टाइम भयो हामी चाहिँ अब मार खान जान्छौँ फेरि त्यस्तो मार होइन फेरि पिटाइवाला मार होइन खानेवाला मार त्यही गाइस हामी चाहिँ जान्छौँ अब त्यही हो अब खाना पकाउँ बाई बाई गाइस Yeah. Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home.